मनोज भरिया बोकेको छ कति गरौँ ल भिडियो भयो अब हामी यो धार्मिक स्थल रुरु क्षेत्रमा घुम्न आइयो जे जसरी आए पनि हैन आजको कार्यक्रमको अध्यक्षता ग्रहण गरिदिनु हुनको लागि मिस्टर डा मानबहादुर गुरुङलाई अध्यक्षता ग्रहण गरिदिनुको लागि हार्दिक अनुरोध गर्दछु। त्यस्तै हाम्रो नव त्रिवेणीको हाम्रो हाकिम श्री पुरुषोत्तम गेवाली टिकीलाई अतिथिको आसन ग्रहण गरिदिन हार्दिक अनुरोध गर्छु। त्यस्तै यस कार्यक्रमको हैन मिस्टर शम्भु अधिकारीलाई पनि अतिथिको आसन ग्रहण गरिदिन हार्दिक अनुरोध गर्दछु। त्यस्तै हाम्रो लाहुरबाट साहब दिपेन्द्र महतलाई पनि अतिथिको आसन ग्रहण गरिदिन हार्दिक अनुरोध गर्छु। त्यस्तै हाम्रो खगाली चोकको फेमस युनिक केशव मोबाइल हाउसको प्रोप्राइटर युनिक कृष्णलाई पनि अतिथिको आसन ग्रहण गरिदिन हात उठाएर दे न गेला। त्यस्तै हाम्रो सबैको प्यारो दादा बड्की दादा यहाँ चाहिँ बड्की दादा अतिथिको आसन ग्रहण गरिदिन हार्दिक अनुरोध गर्छु। त्यस्तै हाम्रो अहिले भरतपुरमा रहनुभएको हाम्रो सुनिल प्रजापतिलाई पनि अतिथिको आसन ग्रहण गरिदिन हार्दिक अनुरोध गर्छु। त्यस्तै हाम्रो एकदम प्रिय भन्दा आज मेरो प्रिय हैन हाम्रो भक्तेश्री दिनेश मुखियालाई पनि अतिथिको आसन ग्रहण गरिदिन हार्दिक गर्छु। त्यस्तै खाली फोनमा व्यस्त दुईटा मोबाइल लिएर फेसबुकमा व्यस्त हैन बत्तु हाम्रो मनोज मुखियालाई पनि अतिथिको आसन ग्रहण गरिदिन हार्दिक गर्छु। त्यस्तै हाम्रो स्कुलको जल्दो बल्दो हिरो सागर अर्याललाई पनि अतिथिको आसन ग्रहण गरिदिन हार्दिक अनुरोध गर्छु। अब आजको कोर्ससभालाई यसो स्वागत मन्तव्य दिनु हुनको लागि हाम्रो हाकिम पुरुषोत्तम गेवालीज्यूबाट दुई शब्द आओस् भन्ने हामी चाहन्छौँ। त्यही भएर पुरुषोत्तम गेवालीलाई माइक बोतल दिन त कार्यक्रम सञ्चालक आजको कार्यक्रमका डा मानबहादुर गुरुङज्यू त्यसै गरी प्रदेशबाट पाल्नुहुने हाम्रो भाइ मनोज भाइ दिनेश भाइ अनि युनिक कृष्ण भाइ अनि सुनिल भाइ बड्का दादा त्यसै गरी शम्भु सर र यो हाम्रो आजको यो हिजो हामी जुन मगरकोटदेखि 3 बजे हामी हिँडेर पानसेनमा आएर हामी बास बस्यौँ। त्यसपछि हामी त्यहाँ पनि रमाइलो गर्दै अनि बिहानै उठेर नुहाइधुवाइ गरेर हामी भैरवस्थान मन्दिरको पनि दर्शन गऱ्यौँ र अहिले हामी यो रेडी क्षेत्र अथवा रुरु क्षेत्रको यो धार्मिक स्थलमा हामी यो एउटा सभा गरिरहेका छौँ। त्यसैले गर्दाखेरि यो हाम्रो भ्रमणलाई चाहिँ निकै उत्साहवर्धक तरिकाले ल्याउनका निम्ति जुन साथीहरूको सहयोग छ उहाँहरूलाई धेरै धेरै धन्यवाद। र यसै गरी हाम्रो सम्बे त्यसले धन्यवाद दिएर जोगिन खोजेको निकै आरामदायी तरिकाले हामीलाई यहाँसम्म ल्याइदिनु हो त्यसको निम्ति उहाँलाई पनि धेरै धेरै धन्यवाद र उहाँको गाडीले पनि धन्यवाद भन्दै यो सभालाई स्वागत गर्दै सबैलाई स्वागत गर्दै मेरो 2-4वटा कुराहरू यही क्षेत्रमा गर्दै कार्यक्रम सञ्चालन सुचारू गरिदिनु हुनुको निम्ति हाम्रो श्यामपु सरलाई हार्दिक अनुरोध गर्दै धन्यवाद। धन्यवाद पुरुषोत्तम गेवालीज्यू, उहाँले आफ्नो शानदार मन्तव्य दिएर यहाँबाट बिदा हुँदै हुनुहुन्छ। त्यस्तै अब बोल्ने क्रममा पालै पालो बोल्ने भन्ने हाम्रो यहाँ मान्यता हुनाले अब हाम्रो आजको बोल्नेलाई थोरै भ्रमणको बारेमा के कति भयो भन्ने कुरा चित्त कति दुःख सक्छ। त्यही भएर यसो मन्तव्य होइन लागेको कुरा रमाइलो भएको कुराहरू चाहिँ 2 शब्दमा टुङ्गाइदिनु होला है। टाइम धेरै ठिक छ यता माने
सब ठिक छ मनोजले दुईटा मोबाइल हातमा लिन्छ जतिखेर नि फेसबुक चलाउँछ शम्भु सर त्यही हो पेटी च्यातेको पुनले यति यति भएको थियो हल्का हामीलाई परेको समस्या त्यो पनि सबै बात तैँले खाइजानु बस्यौँ क्या ऊ बिचरा अब 2-3 दिन भयो अब फोनमा बोल्न नपाएको घरबाट यस्तो एकान्त चोकको हाकिम साहब नभए त्रिवेणी साहबको ऊ त्यही हो फेरि चिक्नी र झिक्नी गर्दै झन् चिक्नी भन्दै पऱ्यो कुल्ला पऱ्यो बड्की दादा यो पनि त्यही हो जोइन यसो गर्न आत्ती राख्यो त्यही हो माने भेनाको चाहिँ आज बिहान 3 चोटि पड्काएको हो ठिक छ अहिलेसम्म स्थिति अरू चाहिँ यो रमाइलो लाग्छ साथीहरूसँग घुम्न पाउँदा यिनै खुसीको कुरा हो फेरि पनि आगामी दिनहरूमा पनि यसरी घुम्न पाऊँ यही छ मेरो धन्यवाद हाम्रो भाइ एवं मित्र दिपेन्द्र महतको शानदार मन्तव्यबाट मन्तव्य क्रममा जोड्न लाग्दाखेरि हाम्रो बड्की दादाको हल्का स्पिच सुन्दिन ल बड्की दादा देन दे अलिअलि खान्छ नै कि रे कस्तो भयो टुर सुर भन्दैन अब दिएर दे भन्दा बङ्गै दिला बड्की दादा त्यही हो मिना खोजेको धन्यवाद हाम्रो बड्की दादाको शानदार मुस्कान आएको छ भाषण भनेको नेताले मात्रै गर्छन् भाइले ट्यागको बुझेर काम गरेर देखाउने हो भाषणले होइन भनेर ट्यागको शानदार मुस्कान आएको छ त्यस्तै अब हाम्रो सहकारी संस्था मल अहिले हामीले बहुत अन्याय गरिरहेका छौँ कृषि मल आन्दोलन हुँदाहुँदै पनि भाइलाई हामीले यहाँसम्म लिएर आएका छौँ भाइको थोरै मन्तव्य भाइकै मुखबाट धन्यवाद रे क्या धन्यवाद हामी टुराको एकदम रमाइलो भएको आएको भन्न आएको होइन अहिले पाल्पा हो नि त आइछन् गइछन् भन्ने ठाउँमा आइछन् अरू सब एकदम दामी छ मैले दुईटा मोबाइल खेलाएको छु हातमा क्यामेरा सबै व्यस्त अनिखेर आफ्नै धुनमा खोलाउनु नहुने भनेको त्यस्तै भइरहेको छ ओए समय नुहाइदिउँ न त बाँकी एकछिन अब यहाँ सबैको सुनिदिउँ न धन्यवाद मनोज भाइको गफ भन्दा नि मुस्कानै मिठो छ होइन मान्छे झन् त्यसै मिठो तिते करेली जस्तो अब हाम्रो अगाडि चोक मोबाइल हाउस युनिक कृष्णको थोरै स्पिच ल दे फटाफट धेरै हल्का फुल्का कति हतैन हिजो के गरेको थाहा ल्याङ जिन्कर छिरे रतलमा यो भोला खाना खाँदाखेरि नि यो हातले चलाएको पानी सुधार्न पर्यो हाम्रो बड्का भान्जा सबैको भात एकैचोटि खानाले हामीलाई धेरै इफेक्ट पर्यो पहिला बात 130 रुपियाँ खान्छ कुखुरा भोला भन्छ अब समुदाय भएमा हानिदिन्छु त्यसलाई भने मलाई मोबाइलमा लिँदै यति भोला खाएको खाइ डाँडो खेलाएको अब त्यो मुख छोडेर पुरै नाचेको नाचे त्यो ल्याएर माथि भन्दै ठिक